भानु जयन्ती जुलाई 12 नेपाली भाषा र साहित्य अपार। हाम्रो क्यालिफोर्निया च्याप्टरका अध्यक्ष बाबुजी हुनुहुन्छ। आज यहाँ श्रमदानमा खटिनु भएको छ। बाबुजी, यो पर्सि जुलाई 12 मा हुने भानु जयन्ती कसरी के गरेर हुँदैछ अलिकति बताइदिनुहोस् त। नमस्कार सम्पूर्णलाई। आज हामीले श्रमदान गऱ्यौँ आदिकवि भानुभक्त आचार्यको शालिग राख्नको लागि। यो अमेरिकाकै पहिलो काम हो, आदिकवि भानुभक्त आचार्यको शालिग राख्ने ठाउँको लागि, र सबै काम हामीले गरिरहेका छौँ। जुलाई 12 मा चाहिँ हामीले शालिग अनावरण गर्ने र साहित्यिक कार्यक्रम गर्ने, यसै गरी विश्वको शिखर सगरमाथा चुम्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम छ। र यस जुलाई 12 मा तपाईँहरू बे एरिया आसपास रहनुहुने र बे एरिया बाहिर रहनुहुने जो आउन चाहनुहुन्छ, तपाईँहरू सबैलाई चुलै निम्तो र भित्री हृदयदेखि नै अन्तरात्मादेखि नै सम्पूर्णलाई अनेसासा नर्दन क्यालिफोर्निया च्याप्टरबाट तपाईँहरू सबैलाई स्वागत छ। आइदिएर हाम्रो कार्यक्रमको शोभा बढाइदिनु हुन धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरेर महासचिव नारायण भट्टराई हुनुहुन्छ। यो भानु जयन्तीको बारे केही बताइदिनुहोस्। हामी अहिले यो जुलाई 12 मा चाहिँ नर्दन क्यालिफोर्नियाको यो नेपाली कम्युनिटी सेन्टरमा भानुभक्तको शालिग अनावरण गर्ने भनेर निर्माण कार्यमा जुटेका छौँ। आज यहाँ प्रारम्भिक काम हामीले थालेका छौँ। अब यो चाहिँ मूर्ति स्थापना हुनेछ र त्यो मूर्तिको अनावरण कार्यक्रम चाहिँ जुलाई 12 मा रहेको छ। त्यसका अलावा हामीसँग साहित्यिक कार्यक्रमहरू रहनेछन्। देश विदेशबाट पाहुनाहरू आउनुहुनेछ। सम्पूर्ण बे एरिया दाजुभाइ दिदीबहिनीहरूलाई कार्यक्रममा आएर कार्यक्रम सफल बनाउन सहयोग पुर्याइदिनु हुन अनुरोध गर्दछु। हाम्रो त्यसै गरेर उपाध्यक्ष हाम्रो दिपकजी हुनुहुन्छ। दिपकजी के बताइदिनुहोस्। नमस्कार। तपाईँको के पहल हुनेछ र कसरी कार्यक्रम हुँदैछ अलिकति बताइदिनुहोस्। हजुरलाई धेरै धन्यवाद अमर सर। भन्नुपर्दा अब हाम्रो अध्यक्षज्यूले र महासचिवज्यूले भनिसक्नु भएको छ। जुलाई 12 यो नेपाली साहित्य भाषा हामी सबैजनाको एउटै हो गन्तव्य। हामी जहाँबाट आयौँ, जहाँबाट सिर्जित भयौँ, त्यो लिएर आएको कुरा पऱ्यो। त्यस कारणले गर्दाखेरि अपनत्व ग्रहण गरिदिनु हुनको लागि जुलाई 12 मा यो हाम्रो नेपाली कम्युनिटी सेन्टरको यो भवनमा आइदिनु हुनको लागि हामी विनम्र अनुरोध पनि गर्दछौँ। र अमेरिकामा पहिलोपटक राख्न गइरहेका यो नेपाली भानुभक्तको शालिगमा चाहिँ माल्यार्पण सहित हजुरहरूले आफ्नोपन राखिदिनु हुन र गरिदिनु हुनु पनि अनुरोध गर्न चाहन्छु। धन्यवाद। त्यसै गरेर अर्को उपाध्यक्ष हुनुहुन्छ दिपक भण्डारी। मैले भनिसकेँ, हाम्रो साथीहरूले भनिसक्नु भएको छ, अध्यक्ष महासचिव उपाध्यक्षज्यूले भनिसक्नु भएको छ। त्यसैले म फेरि पनि भन्छु यहाँहरूलाई, भानु जयन्ती जुलाई 12 नेपाली भाषा साहित्य अपार। त्यसैले यहाँहरूको उपस्थिति नै हाम्रो लागि प्रेरणाको स्रोत बन्नेछ। धन्यवाद। हाम्रो कोषाध्यक्ष हुनुहुन्छ इन्दु तामाङ। नमस्ते। अघि नै उहाँहरूले सबै भनिसक्नु भएको छ। म चाहिँ यो अनुरोध गर्न चाहन्छु कि सबैजना जतिसक्दो हुनुहुन्छ, जतिजना सक्नुहुन्छ आउनुहोस्, उपस्थित भइदिनु होला र सहयोग गरिदिनु होला।